नमस्कार सम्पूर्ण टिकटक फ्यामिलीहरूलाई र हजुरहरूको बिहानीको सुरुवात कसरी हुन्छ त्यो त मलाई थाहा छैन र मेरो बिहानीको सुरुवात भने यसरी हुन्छ चस्मा लगाएर र संसारको जुनसुकै कुना काप्चा यदि रुखमा चढी हेर्नु भएको छ र देश विदेशमा रहेर जुनसुकै कुना काप्चाबाट हेर्दै हुनुहुन्छ सबैलाई नमस्कार र सबैले लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला भन्दै आजको बिहानीको सुरुवात गर्न गइसकेको छु र मेरो बिहानीको सुरुवात भने यसरी हुन्छ हैन तपाईहरु देख्न सक्नुहुन्छ यो रहेको छ मेरो आफ्नै करेसा बारीमा फलेका एकदम हरिया हैन भिटामिन ए पाइने योबाट प्रशस्त भिटामिन ए पाइन्छ र आफ्नै करेसा बारीमा फलेका यी दुई पत्ता साग अनि यो रहेको छ आफ्नै करेसा बारीमा फलेको यो सिमी र यो आफ्नै करेसा बारीमा फलेको एक टुक्रो मुला र यो आफ्नै करेसा बारीमा फलेको एक टुक्रा करेला र यो झनै आफ्नै करेसा बारीमा फलेको एक दाना केरा र यो चाहिँ हाम्रो आफ्नै बटारको करेसा बारीमा फलेको काँक्रोको चिरो एक टुक्रा चिरो र यो रहेको छ मनतातो पानी सँगै अब म बिहानीको सुरुवात गर्न गएँ तपाईहरु देख्न सक्नुहुन्छ यसरी एकदम मिठो छ है रायोको साग बिहानै साग खाएर आफ्नै बारीमा फलेको सिमी आफ्नै बारीमा फलेको मुला एकदम मिठो भइरहेछ करेला साग रहेछ ना बनाउनलाई आफ्नै बारीमा फलेको प्रकृतिले दिएको फलफुल आफ्नै बारीमा फलेको अर्ग्यानिक घरमै मजाले पकाएर यो एक कोसा केरा चाहिँ घरमै फलेको अर्ग्यानिक केरा छ एकदम मिठो
मनतातो पानी। ल गाइज, मेरो चाहिँ बिहानको सुरुवात यसरी भयो। संसारको जुनसुकै कुना काप्चा विश्वभर रहनुभएका सम्पूर्ण टिकटक फ्यामिलीहरू र सबै आफन्तहरू, दाजुभाइ दिदीबहिनीहरू कुना काप्चामा रहेर जुनसुकै कुनाबाट हेर्दै हुनुहुन्छ, सबैले लाइक, कमेन्ट, सेयर र फलो गर्न नबिर्सनु होला भन्दै मेरो आजको बिहानको सुरुवात अन्त्य भइसकेको छ र सबैलाई यतिखेरसम्म हेरेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै यो चस्मा फुकाले है त। धन्यवाद सबैलाई।